नमस्ते। यदि तपाईहरूले बैंक खातामा राष्ट्रिय परिचय पत्र अझै अपडेट गर्नुभएको छैन भने यही मिति 2083 साल असोज मसान्तसम्म अनिवार्य रूपमा अपडेट गर्नुहोला। एनएम बैंकका ग्राहकहरूले नजिकैको एनएमबी बैंकको शाखामा गई अद्यावधि गर्न सक्नुहुन्छ वा घरमै बसी अनलाइन मार्फत पनि अद्यावधि गर्न सक्नुहुन्छ। यदि अनलाइन मार्फत अद्यावधि गर्न तपाईहरूले digig.nmb.com.np मा गई केवाइसी सर्भिसमा गई एनआइडी अपडेट भन्ने लेखेको छ त्यहाँ। त्यसपछि तपाईहरूले एनआइडी म्यानुअली भन्ने छ त्यसमा क्लिक गरेपछि आई एम नट रोबोटमा क्लिक गर्नुहोला। त्यसपछि खुल्नेछ अनि एकाउन्ट नम्बर अनि बैंक खातामा भएको मोबाइल नम्बर एनआइडी नम्बर हानेर सबमिट गर्नुहोला। त्यसपश्चात तपाईहरुको रेजिस्टर भएको मोबाइलमा ओटिपी आउँछ। ओटिपी हानेर सबमिट गर्नुभयो भने तपाईको भेरिफाई हुन्छ। धन्यवाद।